आहा नि क्या सुन्दर ठाउँ हो नि कत्थेर जाम यार त्यो जिउँदै स्वर्ग जाने ठाउँ सायद यही होला एकदम सुन्दर देखिएको छ यहाँबाट अझै पनि हामी यहाँबाट ट्रेकिङ गर्नुपर्ने हुन्छ हामी ल 2 घन्टा 2.5 घन्टा हिँडेर आयो हामी तलैबाट हामी यतिखेर कति समुद्री सतहदेखि कतिको उचाइमा छौँ भन्ने कुरा पनि यकिन गर्न सकिन नेटवर्क पनि नटिप्दो रहेछ हेरौँ भने पनि अब एकदम पाटनमा हामी जाँदैछौँ पाटन भनेको यहाँको भाषा अनुसार पाटनलाई ठुलो चौरलाई पाटन भन्दै रहेछ हामी त्यो पाटनसम्म पुगेछौँ त्यो पाटनले चाहिँ भुकी पाटन भन्दै रहेछ अब हामी अझै पनि हिँड्नुपर्ने हुन्छ अझै कति आधी घन्टा 50 मिनट अझै पनि हिँड्नुपर्छ सायद त्यही हो हामी 3500 देखि 4000 मिटरसम्मको उचाइमा छौँ हामी सायद त्यहाँभन्दा अझै बढी पनि होला